हेलो साथीहरू, तपाईँहरूलाई थाहा छ यो तल एकजना मान्छेले चाहिँ यो धेरै समय अगाडि सायद यो खाल्डोमा मरिसकेको मान्छेको शव चाहिँ त्यसरी राखेको रहेछ होइन। र यो मान्छे त्यहाँ तल गएर त्यो बाक्साभित्रबाट चाहिँ त्यो सडै गलेको लासहरूसँग भएको त्यो पुरानो सामग्रीहरू चाहिँ त्यहाँबाट झिक्दैछ है। तर हेर्दाखेरि पनि अचम्मै लाग्ने यो पुरानो चिजहरू चाहिँ यसले यसरी सायद हुनसक्छ यो उसले चाहिँ इन्भेस्टिगेटको लागि पनि होला होइन, हुनसक्छ। तर यहाँ रहस्यमय चिजहरू देखिरहेको छ, जस्तै घाँटीमा लगाउने चिजहरू जस्तै छ यो है, रिङहरू यस्तै यो औँठीहरू झिक्दैछ। धेरै समय अगाडिको भिडियो जस्तो छ यो, तर एकदम डरलाग्दो पनि अनि रहस्यमय छ है यो भिडियो त। हेरे पछाडि चाहिँ कमेन्ट गर्न नभुल्नु होला है त। यो एकदम राम्रो समिति हो चाहिँ। यो सायद चुरा होला, यो लेडिजको हुनुपर्छ यो सामानहरू। यो सायद चुरा होला, उसले चुरा चाहिँ हेरिरहेको छ के झिक्नु लाग्यो है त। ल यसले यो भाँडो पनि झिक्यो। यहाँ चाहिँ कोइन जस्तो देखिरहेको छ, पुराना कोइनहरू हुन्छ नि त, डबलहरू कोइन पैसाहरू चाहिँ यहाँ भरि भरेको रहेछ। सायद यो राख्ने बेलामा चाहिँ यसरी नै राखेको थियो होला। र त्यो भाँडाभरि पुरा माटो छ। यहाँनिर कस्तो है, यो पुरानो पैसाहरू चाहिँ रहेछ कि त्यहाँ, अनि उसले चाहिँ निकालेर देखाउँदैछ यो यस्तो यस्तो खालको चाहिँ पैसाहरू छ यहाँ भनेर। धेरै समय अगाडिको पैसा होला है नि, कति समयभन्दा अगाडि नै यसरी चाहिँ मान्छे राखेको थियो त्यहाँ। तर यो खाडो चाहिँ डरलाग्दो छ, एकदम ठुलो। त्यो गहिरो तरिकाले चाहिँ धेरै तल लगेर गाडेको रहेछ। निकाल्दैछ, गर्दैछ पैसा। यसरी मेटाएर उसले चाहिँ यसरी देखाउँदैछ। यो भिडियो चाहिँ माथिबाट चाहिँ एकदम राम्रो गरेर खिचेको रहेछ है, एकदम क्लिन छ भिडियो चाहिँ। यसले चाहिँ पैसा निकालेको छ, गनेको छ, राखेको छ उता होइन, यस्तरी यस्तो रमाइलो गरेर बनाएको छ भिडियो चाहिँ। तर माथि चाहिँ आफूले पनि त्यो सायद क्यामेरा होला त्यो त्यसरी राखेको रेकर्डिङको लागि। ल यो के हो फेरि, यो समझ्ने पनि छ। भिडियो अचम्मै बनायो त। तर मान्छे चाहिँ स्ट्रङ हो कि, जो कोही त्यही मान्छे यस्तो ठाउँहरूमा गएर चाहिँ यो खालको एक्टिभिटिजहरू गरेर बस्न त एकदम डराउँछ नि त। तर म चाहिँ निडर मान्छे है, यस्तो ठाउँमा मजाले गएर होइन, भित्र सामानहरू विभिन्न सामान निकालेको छ, हेरेको छ, चेक गरेको छ होइन। के निकाल्यो अरे, के यस्तो पैसा त होइन यो। यो चाहिँ जल जस्तो छ, यो जलहरू राख्ने भाँडा जस्तो। सबै त्यसको वरिपरि राख्दै आएको छ। धेरै रहेछ क्या सामानहरू पनि, तर सामानहरू कति धेरै राखेको रहेछ है त्यहाँ।
ल यो चाहिँ झुम्का होला सायद, दुईवटै कानमा लगाएको झुम्का होला। भिडियो मन परेमा लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला गाइज। भिडियो राम्रो छ है त।